गुड मर्निङ सबैमा। आज चाहिँ मैले सुरुबाटै भ्लग बनाउनु लाग्यो कि फर्स्ट भ्लग हो है। छोरो सुतिरहेछ, छोरो चार्जलाई पङ्खा फेरि चार्जवाला कति बेला लाइन जान्छ थाहै हुन्न कि त पङ्खा त रहिरहनुपर्छ। खुट्टा चिलाउने बानी छ मेरो छोरोको। बिहानको मौसम यति राम्रो छ कि माइ गड, बिहानको मौसम देखेर हाई हाई छोरोको पारा यस्तो छ। यो चाहिँ तल बिस्तारामा किन राखेको भन्दाखेरि मेरो चाहिँ त्यहाँ मोबाइल राख्ने बानी छ कि तल चाहिँ। अरूले बिहान उठेर भैँसी दुन जान्छ, भैँसी हेर्छु, म कुखुरा हेर्छु के गरे मऱ्यो कि क्या अरे, यस्तो गर्मी छ नि त। त्यही भएर अब सुबह चाहिँ म मर्निङ वाक जान्छु। एकछिन भयो भने आधा घन्टा भयो भने मर्निङ वाक गरेर आउँछु होइन। अनि मर्निङ वाकको चाहिँ साथी चाहिन्न कि, एक्लै भयो भने चल्दिने हो कि फेरि। उहाँ चाहिँ हाम्रो पाहुना बिहानदेखि घरमा अगाडि आएर बसिरहनुहुन्छ। एक्लै एक्लै मर्निङ वाक हामी चल्दिएको है त। मर्निङ वाक गरेर आइसकेँ। अब म धेरै बेर आधा घन्टामा आइसकेँ कि म पुरै भिडियो त खिच्न भइनँ। मर्निङ वाकको एक्सर्साइज पनि गर्छु फेरि मर्निङ वाक गरेर आएपछि। अब हामीले जानेको जस्तो पटक आधा डल्ला सब एक्सर्साइज फाटफुट गरेर 20 मिनटमा हेरिदिनु, 25 मिनट 30 मिनटसम्म एक्सर्साइज गर्छु कि। 4 बजे के अरे 5 बजे उठेर 5:30 बजीसम्म मर्निङ वाक, 5 बजी 5:30बाट 6 बजीसम्म एक्सर्साइज गरेर यताउति गरेर अनि घरको धन्दा गर्नु पऱ्यो नि त। केही काम छैन, घर बस्ने खाने भन्न सहिलो हो कि। काम त लटरपटर भइरहन्छ। जानी नजानी भने एक्सर्साइज गर्नु चाहिँ मन लाग्छ कि। छोटो मोटो भयो नि पेट घट्छ कि भन्ने आशा छ। के गर्नु, यस्तो यस्तो गरेपछि अलिकति भयो भने एक्टिभ भइँदो रहेछ कि एक्सर्साइज गरिसकेपछि। त्यही भएर म एक्सर्साइज चाहिँ गर्छु कि। मजा आउँछ न त। जानी नजानी भए पनि सकि नसकी भयो भने एक्सर्साइज चाहिँ गर्नुपर्छ कि। जस्तो गऱ्यो भने छिटो गर्ने अनि गर्नु चाहिँ गर्ने। पसिना आउनु पऱ्यो कि शरीरमा, शरीर एक्टिभ हुँदो रहेछ नि त। यति गरिसकेपछि अब एक्सर्साइज गरेर मात्र पनि भएन। अब घर यसो बढाउनु पऱ्यो, मिलाउनु पऱ्यो, सफा गर्नु पऱ्यो। चारचोटि यो चाहिँ साइड लगाइदिन्छु। साइड लगाएर बिहान केही नगरी हिँड्ने गाह्रो हुन्छ नि त। साटसुट बढाइदियो, घर सफा गर्नु पऱ्यो नि त। त्यो गरेरबाट चप्पल नलाइ उभिनै सक्दिनँ। मेरो पैताला दुखेर औडा हुन्छ। गाह्रो छ हौ छोरोलाई रातभरि पैताला चिलाउने है। रातभरि खुट्टा चिलाउने हो, दुःख लाग्छ। झाडु पोछा गरेपछि काम पनि कम हुन्छ। आज फेरि बिहानै मकै सानो मान्छे आउँदै हुन्छ कि। मकै प्याक गर्न आउनुभयो। बिहानै मकै प्याक गरिसक्नु भयो, मकै बेच्ने भनेको। कुखुराको हल्ली चल्ली बुझ्न पऱ्यो के छ। एक्सर्साइज गरेर आइसक्यो। अब दाना साना दिनु पऱ्यो। मिठो पारेर खान्छ नि। तलको गिरिराजले चाहिँ खासै खान्दैन कि, दाना पाए खान्छ। उनीहरू चाहिँ नातिको हब्बड हो, तलको चाहिँ गिरिराज हो है। कम्तो दाना खाँदो रहेछ हब्बडले। हेर्दा सानो भने दाना चाहिँ अब टुटुङ खान्छन्। अरूले भैँसीलाई कुँडो पानी गर्छन् बिहान उठेर, आफू चाहिँ कुखुराले के गरे होला भनेर दाना पानी दिन पऱ्यो होइन। दाना पानी दिएर नुहाइधुवाइ गर्न पऱ्यो। बाहुनको बुहारी हो नि त, सुबह नुहाउनु परेगा। गर्मी चाहिँ यसै पनि नुहाइन्छ। त्यही पनि अझै स्पेसल बाहुनको बुहारी भइसकेपछि, बाहुन भइसकेपछि नुहाउनु पऱ्यो के। नुहाउन जानु पऱ्यो। यताउति काम भएर नुहाएर आएपछि फेरि बिठाउँ। मेरो छोरो कति मासुम तरिकाले सुत्दिन्छ कि फेरि। हो माइ गड, नुहाएर आइसकेँ म चाहिँ है। नुहाएर आइसकेँ। अब छोरो उठ्छ एकछिनमा, के गर्नु, अरू काम गर्नु पऱ्यो। मेरो छोरो चाहिँ उठिसकिन है। उठेर यहाँ हेरिरहेछन् ठुलो है। अब मम्मीलाई गुड मर्निङ किस गरिदेऊ छोरो भन्छु हेर्नु है। मेरो छोरोलाई किस गर्नु चाहिँ एकदम गाह्रो हुन्छ कि, मान्दैन। तर पनि गर्छ है, गर्न चाहिँ। छिटो उठेर पानी खानु पऱ्यो। तर्कत काम यताउति गर्दा 7:30 भइसक्यो कि। खाना पकाउने तर्कत पनि गर्नु पऱ्यो।
चाहिँ दाल खासै त्यसरी खाँदैन छोरोले पनि दाल खानु भनेपछि मजाले हुन्छ बोडीकै तरकारी उसमा झोल हालेर खाने भन्ने कुरा भएर बोडी र आलुमा झोल हालेर ज्याममा हो कि आज लसुन प्याज खाइन सोमबार लसुन प्याज खाइन ज्याममा सलल्ल हो क्या मिठो होस् नहोस् जान्छ जानु चाहिँ आफूले पकाएको भन्छ मेरो छोरोले जे पनि तरकारी जे नि खान्छ कि भयो दाल खानु दुःख लाग्छ उसलाई तरकारी चाहिँ जे भयो नि हुन्छ बिचरा गरेर है तरकारी मिठो हुन्छ सानसानमा खालि जेमा पनि झोल हालेर खाँदै मजालो सानसानमा त जे नि मिठो हुन्थ्यो त अचार फेरि केही मिठो हुँदैन किन हो यस्तो बिहान चक्लेट खाने को भन्दा मेरो छोरो म भन्छ कि ज्वरो त नफालिदिनु न हौ भनेको ज्वरै फालिदिनु भयो फर्सीको मुन्टा खानै पाइँदैन नि त यति खाइयो कि आमा बिहानै फर्सीको मुन्टा बेलुकै खानुमा उयो जोताउनु पऱ्यो यहाँ चाहिँ रोप्न पऱ्यो कि अब खेत त गऱ्यो धान त खानु पऱ्यो नि त चामल किनेर खान भने चाहिँ मर्न चाहिँ लाग्छ क्या काम चाहिँ गर्नुपर्छ कि अलिअलि लटरपटर भए पनि आफूलाई जेस किनेर खान नपरोस् टुङ जोड दिनुहुन्छ है कस्तो राम्रो जोड दिनुहुन्छ कि गर्दै जोतेर सुई फेरि यति नै कस्तो यतै हामीलाई कस्तो डर लाउने हामीले चाहिँ सानसानोमा तावा भन्थ्यौँ तर यता चाहिँ हाइरो भन्दा रहेछ कि हाइरो बारी यस्तो छ यस्तो फर्सीको मुन्टा थियो उता जेठानी दिदीले फर्सीको मुन्टा झार चाहिँ हुनुहुन्छ जोताउनको लागि हेर्नुहोस् हाम्रो आँपको बोट सानो भए पनि यति मिठो छ यस्तो किन गरेको भन्नु होला गाह्रो छ नि हो यहाँ घरभित्र चमेरा नाचेर चरा चमेरा आएको त नराम्रो रहेछ नि त है यहाँ बस्यो मैले नाटक गरेको होइन हेर्नुहोस् चमेरा हाम्रो घरमा मात्रै तोरको घर नि आउँछ जतिखेर नि आउँछ भित्र गुटुङ गरेको फेरि घुमेर हाम्रै घर आउँछ फेरि कहाँबाट आउँछ 3टा आइसक्यो 4वटा थियो अझै एउटा खोज्नै छ कस्तो चमेरा आएर दुःख लाग्यो चमेराको त राम्रो होइन भन्छन् घरि कस्तो गाडी बस्नु सुतेर आउँछ क्या के काम छ यस्तो चमेराको गाडीमा बस्यो बाल गतिलो नभएर मात्र हो गर्मी त छैन तँबाट पनि चमेराको घाट बस्नु परेको छ किन होला त चमेरा हाम्रो घर मात्रै आइरहने फेरि अगाडिको कोठामा हो क्या एक छट्टै आउँछ 4वटा थियो 3टा उडाइने अब भन्नुहोस् त कतिवटा एउटा काला लुच्छा लुच्छा कति बेला निस्किन्छ भिडियोमा काला हुन्छ नि फेरि दिक्क लागिसक्यो मलाई त यिनीहरूको कोठालो बस्दा लाइक गरिदिनुहोस् जस्तो भए पनि हेरिदिनुहोस् माया गरिदिनुहोस् ल्याउ लाग्यो अब यति त गर्नु पऱ्यो नि भिडियो बनाउनु पऱ्यो कि मोनिटाइज भयो अरे अरूको के भयो हाम्रो केही हुन्न